नम्बर हैन तपाईको तपाईकै तपाईको नम्बरमा कल आएको थियो दुईटा चिकन पिज्जा गरिदिऊ भनेर ए हास भन्नुहोस् है त भएन कि हजुरको हस्बेन्डले सेन्ड गरेको भन्नु पर्दैन अब कहानी सुरु हुन्छ नि त अब के भन्ने भने तपाईँको हो अब यो रिटर्न गर्न मिल्दैन पैसा हामी तपाईँको घर बाहिर आइसकेका छौँ हजुर। प्लिज नभए भने डेलिभरी चार्ज मात्रै भए पनि दिनुहोस् फेरि हामीलाई त घाटा लाग्छ कति टाढा रहेछ तपाईँको यहाँ कस्तो उकालोमा भन्ने त कल गरे प्र्याङ्क नबोल्न त बोलिरहेको कि अल्छी लाग्यो अरे प्र्याङ्क कल गर्दैछ नि यहाँ मान्छे हेलो साँच्ची के अरे यो नम्बर तपाईँकैबाट आयो त्यसो नभन्छ न अब त्यत्रो लामो बाटोबाट आएको छौँ बरु डेलिभरी चार्ज भयो नि दिसो न हजुर के अरे बरु डेलिभरी चार्ज भयो नि दिसो न हल्का धेरै टाढाबाट आएको झन् पुऱ्याउनु हामी पेपे पिज्जा हजुर यहाँ तपाईँको फेरि यहीँ भन्नुभएको ठ्याक्क हामी यो ठ्याक्कै उकालोमै छौँ के होइन हजुरले गरे हो नम्बरै यही छ होइन चेक गरेको त्यहीँ गोकर्णैबाट छ क्या नम्बरै तपाईँको नाम रोजी होइन हो त्यहीबाट आएको हजुर क्यान्सल गर्नै मिल्दैन म्याम त्यस्तो भन्नु मिल्दैन नि म्याम त्यत्रो अर्डर गरेपछि बरु डेलिभरी चार्जको सट्टा 100 रुपियाँ भयो नि दिसेन म्याम